हेलो 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 गाइज, गुड मर्निङ। आज स्पेनको हलोविन एउटा चाड हुन्छ यिनीहरूको, त्यो चाडको दिन हो आज। सबै भूत बनेर तर्साउँदै हिँड्ने दिन। यहाँ मेला हुँदैछ सलाउमा, कस्तो हुन्छ के हुन्छ हामी पनि जाँदैछौँ। कस्तो हुन्छ यो तपाईँहरूलाई देखाउँदैछु। म अहिले ट्रपिकलमा छु। ट्रपिकलको यस्तो छ माहौल एरिया। क्यासिनो से बाहिर निस्किँदै क्यासिनोबाट अहिले चाहिँ हामी यसो प्लाया भनेको स्पेनिसमा बिच हो। बिचमा यताउता घुमिरहेको छ। अब 7 बजेबाट यस्तो क्राउड हुन्छ यहाँ, सबै भूतहरू बनेर हिँडिरहेको छ। हेर यस्तो कुनै दिन यस्तो भिड थियो यो बिच। यस्तो हालत के भन्नु। अनि ठिक छ, स्पेनका सबै अब हामी 2-3 दिनमा फ्रान्स जाँदैछौँ कामको लागि। अनि फ्रान्स बाई बस बाई एयर। म त एयरबाट पनि जान सक्छु, मेरो कार्ड छ। हो बाई बस हेरौँ, यहाँ केटाहरूको कार्ड छैन, के हुन्छ कसो हुन्छ। अब आज भोलि रुम फाइनल हुन्छ। 2-3 दिनमा हामी फ्रान्सको लागि यहाँबाट बार्सिलोना टु पेरिस बस चल्छ, जाँदैछौँ। अब चेकिङ के हुन्छ कसो हुन्छ तपाईँहरूलाई त म भिडियो मार्फत बताउँदै जानेछु। ठिक छ, मैले यहाँको हेलोइनको सब फुटेजहरू तपाईँहरूलाई हाल्दैछु। मेरो ब्लगलाई निरन्तरता दिनु होला, धन्यवाद। यहाँ प्राइभेट यार्डहरू राखेका छन् एकदम धनीले। अनि सरर यहाँ यस्तो छ भ्यू पोइन्ट। टक्क माछा मार्ने जहाज छ यहाँ। क्यों नहीं, ये भूतनी का वो नेट दिखा रहा है, पॉलिसी दिखा रहा है पूरा। ये यहाँ एउटा नरेन्द्र भन्ने एकजना मान्छे छ, राजस्थानको धोती। मेन भनेको राजस्थानका हुन्छन् धोती। यहाँ छ धोतीको के गर्नुपर्छ? ओहो बौला, धोती बौला। आज हाम्रो यहाँ राजस्थानी धोती आज क्यासिनोमा हारेको छ, त्यही भएर अलि बौला छ। अनि मेरो डेली रेस्ट गर्ने आउने ठाउँ यहाँबाट। कैसा देख रहा है ये? हाँ ऐसा बोलता है ये। अनि यहाँ म डेली बेलुका आएर रेस्ट गर्ने ठाउँ। स्याट्ट लाइट हुन्छ, यस्तो छ भ्यू स्याट्ट। अनि एरिया पनि बस्छु म धेरै जस्तो ध्यान गरेर। यो स्ट्याचुको स्याट्ट यहाँ तल छ मेरो ध्यान स्थल। स्याट्ट आउँछु कामबाट, अनि यहाँ आनन्दसँग ध्यान गरेर यो पुरै नजारा हेर्ने ठाउँ हो मेरो। सुकुनसँग, कामको तनाव नै केही नै सब। अब माछा छोप्ने प्रोग्राम चल्दैछ यहाँ। ल हेलोइनको अहिले अब भर्खर स्टार्ट हुँदैछ यहाँ। अनि यहाँ यस्तो तयारी हुँदैछ भूतको। यो गेट, अनि यो त भर्खर दिउँसै हो, राति स्टार्ट हुन्छ यहाँ।
अहिले यस्तो छ, रातिको नजारामा कस्तो हुन्छ देखाउँछु। यो र यो सेम छ यार। अनि यस्तो तयारी चल्दैछ यहाँ कन्सर्ट पनि छ। अनि यहाँ ट्याक्क हाम्रो स्टल जस्तो नेपालतिर नै हुने जस्तो के गरे अनि ओ यहाँ पनि छ, ओ यहाँ पनि बनाएको छ एउटा। यस्तै यस्तै भूतहरू हुने हो। भूत के हुँदो रहेछ भने यहाँ यस्तो छ। ओहो डर लाग्दो छ। यो चाहिँ सबैभन्दा ठुलो रहेछ। यो कत्रो हात्ती अनि यो दुईटा टाइपको रहेछ हैन फेरि। यो ट्रपिकल सलाउको जेन हो। आज यो ट्रपिकलले पनि खतरा बनाउँदैछ। ट्रपिकलको चाहिँ एक्स्ट्रा अर्डिनरी चाहिँ छ। हेलो हेलो हेलो। अहिले रातिको 7 बजेको छ। अब मान्छेहरू यहाँ अलिअलि आउन सुरु हुन लाग्यो। अगाडि हो त्यो प्रोग्राम भएको। अब त्यहाँ गएर यसो भिडियो सिडियो बनाउनु पर्यो। कस्तो छ के छ। आज सबै मान्छेहरू भूत बनेर हिँडिरहेछन्। के हुँदो रहेछ म देखाउँदै जाँदैछु हजुरहरूलाई। अब यहाँबाट क्राउड सुरु भयो। ओ यहाँ बच्चाहरू खेलिरहेको। यो फेरि उफ्रिने ठाउँ हैछ। यहाँ बच्चाहरू यस्तरी खेलिरहन्। यो स्वाट्ट जाने अनि माथिसम्म पुग्ने हेर। अनि यो पनि पार्किङ जस्तो हो। ओहो यस्तो छ जाम। अनि यहाँ मान्छेहरू यो खेलाउनलाई बच्चाहरू लाइन लाएर बसिरहन्। यो बच्चाहरू सब यो खेल्नलाई लाइन ला। अनि यो छ VR। ये कितना डर रहा है। अब उतातिर कन्सर्ट हुँदैछ। यस्तो दामी यता नजारा यस्तो छ। यहाँ चाहिँ टपिकलको उ छ। वाह वाह। वाओ Arriba todo el mundo y a bailar con Paquito el chocolatero. A ver, para. Vamos muy descoordinados. Todo el mundo aquí conmigo, todo el mundo aquí más cerquita. Que se nota ya el fresquito. Más adelante. Vamos a hacerlo bien. Que se note que estamos en el Halloween. Todo el mundo aquí, todo el mundo manitas arriba. ¡Carrarío! Y no hay más manos arriba. Música se acaba.
Vaya de ahí que yo te... Que vive la piña debajo del mar. Yo no quiero agua. Nada, que hay niños. Yo no quiero agua. Yo quiero Halloween. Mi vida no es igual, ahora que te perdí, ¿cómo te voy a olvidar? Bueno, familia, que subimos. ¿Cómo te voy a olvidar? Solo dime cómo yo te olvido. ¿Cómo te voy a olvidar? Aceleraste mis latidos. Esto me gusta para ti. De tu a tu parte, ¿cuál ha sido? आज धेरै भिड थियो, त्यही भएर खासै बनाउन पाइनँ। अब चाहिँ सकियो। अब ट्याक्क रुममा जाँदै हो। अब हेलोविन उता मनाइरहन्, मलाई चाहिँ झ्याउला, त्यही भएर रुमतिर आएँ। ल आजको लागि चाहिँ यति नै। See you next time.